सदस्य रामकृष्ण यादव। सामान्य सभामुख महोदय मार्फत सामान्य प्रधानमन्त्रीज्यूलाई एउटा प्रश्न सोध्न चाहन्छु। सामान्य प्रधानमन्त्रीज्यूले सबै कुराको यहाँ विस्तृत रूपमा जानकारी गराउनु भएको छ, त्यसको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। तर उहाँसित म पटक पटक कुरा गरेको छु। हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीको पुल 2078 सालको बाढीमा होसिएको हो र अहिले अब जावत पूर्ण रूपले बन्छ। त्यस पुल बनाउने बारेमा सामान्य प्रधानमन्त्रीज्यूको धारणा के छ? हुलाकी राजमार्गको कमला पुल मैले पनि हेरेको छु। त्यो पुल पहिले पुल त्यहाँ थिएन। अहिले हुलाकी राजमार्ग आएपछि त्यो हुलाकी राजमार्गसँगै त्यसको एउटा भागकै रूपमा त्यसलाई निर्माण भएको हो। र म यति भन्छु, ढुक्क रहनुहोस्, धनुषा र सिराहा जोड्ने कमलाको पुल, जसलाई हामी हुलाकी राजमार्गमा कमला पुल भनिरहेका छौँ, जो भाँसिएको छ, त्यो पुल निर्माण गरिनेछ छिटै नै सकेसम्म।